आज लाल पूर्जा दिने विषय आएको छ, आज सरकारले दिन्छु भनेको छ, सरकारले लेखेको छ, सरकारले दिन्छु भनेको छ। तर आज कांग्रेस के भन्छ, एमाले के भन्छ? कांग्रेसको सभापति संसदीय दलको कार्यालय अगाडिपट्टि उभिएर लाल पूर्जा दिन्छु भन्ने, अहिले दिन्छु भन्ने, आजै दिन्छु भन्ने। गरिबहरूलाई लाल पूर्जा दिँदै गरेर कांग्रेसले विरोध गर्ने भन्ने हुन्छ, एमाले विरोध गर्ने भन्ने हुन्छ, माओवादीले विरोध गर्ने भन्ने हुन्छ। अहिले मानिसहरूले बजारमा यसो कतै कता भुइँया फैलाएको देख्छु। कांग्रेस यो राष्ट्रसभाको सभापतिले त छाती थाप्छु भन्नुहुन्थ्यो, खगेन्द्र सुनारले बाँके 3 नम्बर क्षेत्रमा छाती थाप्छु भन्थे, कहाँ गयो भनेका छन्? रवि लामिछाने अहिले पनि छाती थाप्न तयार हुनुहुन्छ, गर्दन थाप्न तयार हुनुहुन्छ, काँध थाप्न तयार हुनुहुन्छ। तपाईले ठेक्का लिनु भएको थियो, हामी यो समुदायको जिम्मा लिन आएका हौं। त्यसैले गर्दा यो यहाँका गरिबहरूको त्यो लाल पूर्जा प्रतिको अधिकारलाई यसरी हन नगरियोस्। मेरो कुरा टुङ्गाउँदै गर्दा सरकारले आफ्नो वाचा पत्रमा धेरै ठाउँमा लेखेको छ, स्पष्ट रूपमा लेखेको छ, दिन्छु भनेको छ, दिने तयारी पनि गरेको छ। तर यसलाई कहीँ कतै राजनीति गरेर फेरि त्यो मौलिक हकमा उल्लेख गरिएका ती नेपाली जनताका, भूमिहीनका, सुकुम्बासीका ती अधिकारलाई फेरि कहीँ कतैबाट गुमराहमा पार्ने प्रपञ्च गरिन्छ भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई, यहाँका भूमिहीन, दलित, गरिबहरूलाई यो कुरा स्वीकार्य छैन।